श्री स्वस्तानी व्रत कथा को शुभारम्भ गर्न गइरहेको छौँ। आज माघ महात्म्य सुरु भएको छ। श्री स्वस्तानी व्रत कथा सुरु भएको छ। प्रथम अध्याय हामी एक अध्यायबाट सुरु गर्नेछौँ। आज पूर्णिमाको दिन हो। पहिलो अध्यायबाट सुरु गर्छौँ। कथा प्रारम्भ गर्ने स्तुति पहिला हामी गर्नेछौँ। त्यसका लागि हामीले हात जोडेर भगवानलाई सम्झेर स्तुति गर्नेछौँ। जय श्री गणेशाय नमः। जय श्री गणेशाय नमः। यं ब्रह्मा वरुणेन्द्र रुद्रमरुत स्तन्ति दिव्यैस्तवै वेदै साङ्गपद कर्मोपनिषदै यं सामगा ध्यानावस्थित तततेन मनसा पश्यन्ति यं योगिनो यस्यन्तनबिन्दुसुरासुरगुणा देवाय तस्मै नमः। श्रीमञ्चन्दन चर्चित उज्ज्वल वपु शुक्लाम्बरमल्लिका मालाङ्कृत कुण्डला पर्वील सन्तु शोभा मुक्तावित शोभिता सर्वज्ञान निदान पुस्तकधरा रुद्राक्ष मालाकरा वाग्देवी वन्दनम्बुजे वसन्तु मे त्रिलोक्ये माता चिरं मङ्कु करोति वाचाल पङ्गुलयन्ते गिरिं यत कृपा त्वमहं वन्दे परमानन्दमाधवं। नमो भगवते तस्मै व्यासामयति मेत तेजसे यस्य प्रसादात् वक्ष्यामि नारायणकथामिमाम्। नारायण नमस्कृत्य नर चैवं नरोत्तरं देवी सरस्वती व्यास ततो जय मुदिरये। श्लोक भनिसकेपछि अब हामी प्रथम अध्याय अध्ययन गर्नेछौँ। पूर्वकालमा समस्त मुनिहरूमा सबै प्रकारले ख्याति प्राप्त गरेका अगस्त्य मुनि आफ्ना आश्रममा तपमा लिन्थे। एक दिन मयूरमा चढेर स्कन्द कुमार त्यहीँ पाल्नुभयो। अगस्त्य मुनिले देखेर सम्मान साथ आसनमा बसाली स्वागत सत्कार गरिसकेपछि नम्र वाणीले सोधे, हे कुमार, यो संसार कसरी सृष्टि भयो? यसको विषयमा जान्ने इच्छा भयो। म उपर कृपा गरी आज्ञा भए आफूलाई धन्य सम्झन्थे। अगस्त्य मुनिको प्रश्न सुनेर कुमारजी आज्ञा भन्नुहुन्छ, हे मुनि, तिमी एक चित्त भई सुन, म तिमीलाई सृष्टिको क्रम सुनाउँछु। यो सृष्टि प्रारम्भ हुँदा पहिले परब्रह्म परमात्माको इच्छा स्वयं स्फुरण हुनासाथ त्यही इच्छाले प्रेरित समस्त गणहरूले युक्त ब्रह्मा विष्णु शिव प्रकट भए। तिनका शक्ति स्वरूप त्रिगुणले उक्त मायामा प्रकृति उत्पन्न भइन्। गुणात्मिका मायालाई जित्न वा बस पार्न अत्यन्तै कठिन छ। उनै मायाभन्दा पर प्रतिष्ठायुक्त प्रवृत्ति पद छ, त्योभन्दा पर शान्ति पद छ र ऊभन्दा पनि पर शान्त्यतीत पद छ। त्यसपछि विदा पद छ र विदाभन्दा पनि पर निवृत्ति पद छ। जान्नेहरू यसैलाई मोक्ष पद पनि भन्दछन्। यो संक्षेपमा भयो। अलि विस्तारले सृष्टिको क्रम सुनाउन, बुझाउन र बुझ्न पनि निकै कठिन छ। संक्षेपमा भनेको कारणले पनि मुख्य यही हो। प्रलय र सृष्टिको क्रम बेग्ला बेग्लै छ। एक नियमले सृष्टि हुन्छ, अर्को नियमले प्रलय हुन्छ। जो त्रिगुणात्मिका माया छन् ती शान्त्यतीत, शान्ति, विधा, प्रतिष्ठा र निवृत्ति आदि पदमा रहन सक्दिनन्। माया भन्दा पनि टाढा रहने जो अव्यक्त छ त्यो आत्मामा विद्यमान छ। जीव अज्ञानी र प्रकृति जड हुनाले समस्त परमाणु अचेत छन्। कारण बिना कुनै कार्य हुन सक्दैन। यसै कारण जगतको अधिष्ठाता परमात्माको इच्छा बिना कुनै पनि कार्य हुन सक्दैन। यो कुरा वेद शास्त्रले पनि स्वीकारेका छन्। तापनि वेदान्त आदि शास्त्रमा सबैको गति नपुग्ने हुनाले सबैलाई तुरुन्त निश्चय हुन सक्दैन। यसै कारण जन्म मरण रूप बन्धन नछुटेर त्यसैको सुख दुःख केवल अनुभव गर्ने जीवद्वारा यो
संसारको क्रम चलिरहेको छ। यो क्रम कल्प कल्पको भेदले भिन्न भिन्न झैँ देखिने हुँदा अनेकौँ कल्पमध्ये केवल पद्म कल्पको मात्र वर्णन गर्दछु। ब्रह्मा विष्णु शिव एक हुन्, यिनमा सानो र ठुलो भन्ने भेद छैन। हे मुनि, सृष्टि गर्ने चतुर ब्रह्मा पालन गर्ने विष्णु, संहार गर्ने रुद्र। विष्णु र शिवका आयुको अवधि वा प्रमाण छैन। ब्रह्माको 100 वर्ष ब्रह्माको 100 वर्ष परमायु कहिन्छ। उनको प्रथम 50 वर्षलाई पराध भन्दछन्। 100 वर्ष पुगेपछि उनको पनि नाश हुन्छ वा प्रलय हुन्छ। प्रलय भएपछि समस्त संसार र यसमा रहेका सम्पूर्ण केही रहन्नन् अनि ईश्वरद्वारा अर्को सृष्टिको क्रम प्रारम्भ हुन्छ। यो नयाँ सृष्टि पनि अगाडि जुन क्रमले चलिरहेको थियो सोही प्रकारले चल्न थाल्दछ। प्रलय चाहिँ अनेक प्रकारले हुन्छ। ब्रह्माको घर गृहस्थी सबै छ, उनले पनि खानु सुत्नु पर्दछ। उनी बस्ने लोकको नाम सत्यलोक हो। प्रातःकाल हुँदा उनले सृष्टि गर्दछन्। उनको एक दिनमै सत्य त्रेता द्वापर कली 4 युग 72 पल्ट घुमिरहन्छ। रातपछि प्रलय गर्दछ। यही क्रमले जब ब्रह्माको 100 वर्ष पुग्दछ तब महाप्रलय हुन्छ। त्यस महाप्रलयपछि फेरि पहिले जस्तै रजोगुणले युक्त ब्रह्मा उत्पन्न गराई अहङ्कार र पद्म महाभूत ज्ञानेन्द्रिय कर्मेन्द्रिय पञ्च तत्मात्रा शब्द रूप रस गन्धले युक्त एउटा अखण्ड उत्पन्न हुन्छ। एउटा अण्ड उत्पन्न हुन्छ वा बन्छ। यो अण्ड ब्रह्मामय हुनाले यसको नाम ब्रह्माण्ड रहेको हो। त्यही अण्ड फुटेर 2 भाग भएपछि एक भागको प्रकृति र अर्को भागको पुरुष बन्दछ। त्यसैबाट प्रथम सृष्टि चतुर्मुख ब्रह्मा भए, पालन गर्ने अनन्त कोटि ब्रह्माका स्वामी विष्णु भए, संहार गर्ने महारुद्र भए। तिनैले यो सृष्टिको कार्य निर्बाध गतिले गर्दछन्। यसको इच्छाले यो अण्डको उत्पत्ति हुन्छ। त्यस परब्रह्म परमात्मालाई त्रिगुण गुणातीत चतुर्विहु अनादि अजन्मा हिरण्यगर्भ प्रजापति आदि भन्दछन्। सुमेरु पर्वत समुद्रको बीचमा समस्त जीवहरू गर्भाशयमा बालक रहे जस्तै रहेका छन्। सूर्य चन्द्र ग्रह नक्षत्र आदि पनि त्यही सुमेरुको चारैतिर स्थित छन्। निराकार आकाश पनि त्रिगुणात्मिका माया र पञ्चमहाभूतले बेरिएझैँ भई आकारवान अर्थात् एक रूपबाट अर्को रूप देखिन्छ। तर यस आकाशलाई राम्ररी विचार गर्दा आदि मध्य अन्त्य नभएको अनादि अनन्त परमेश्वरको लीला मात्र हो। यो संसार नै भ्रान्तिको रूप हो, किनकि उनै ईश्वरको इच्छाले सृष्टि स्थिति संहार हुन्छ। धागोमा दाना उनिए झैँ यो संसार परब्रह्ममा उनिएको छ। अनन्त कोटि ब्रह्माको गणना गर्न सकिन्न। जति ब्रह्माण्ड छन् उति नै ब्रह्मा विष्णु शिव चन्द्र सूर्य इन्द्र दिक्पालहरू भिन्न भिन्न छन्। जस्तै स्वप्नमा देखिएका अनेकौँ सुख दुःखको अनुभव जागा हुनासाथ केही पनि रहन्न भनेको सपना रहन्न। त्यस्तै यो मिथ्या अनित्य संसारको सुख दुःख पनि स्वप्न जस्तै छ। सुख दुःख त मनले मात्र अनुभव गर्दछ। त्यसको भागी जुन मन हो त्यसलाई आफ्नो वशमा राख्नु नै ईश्वर प्राप्तिको मुख्य बाटो हो भन्ने कुरा पण्डितले राम्ररी बुझ्नु पर्दछ। हे मुने, तिमी पनि एकाग्र मनले तपस्या गर, अवश्य सिद्ध मिल्नेछ। मैले सृष्टिको क्रम संक्षेपमा सुनाएँ। अब दोस्रो अध्यायमा पद्म कल्पको वर्णन गर्नेछु। ध्यानपूर्वक सुन। आज एक अध्याय हामी चाहिँ अध्ययन गरिरहेका छौँ। सुन। इति श्री स्कन्द पुराणे केदारखण्डे माघमात्मे कुमार अगस्त्य संवादे श्री स्वस्थानी प्रथम वर्तकथा सृष्टि बड क्रम बडनामः प्रथमो अध्याय स्वाहा।
अब हामी अन्तिममा गर्ने श्लोक गर्नेछौँ। कथा सुन्नेले हात जोड्ने। ओम उपनयतु मङ्गलव सकल जगमङ्गलाय श्रीमान दिनकर किरण निबोधित नवलीन निर्भक्ष कृष्ण काले वर्षन्तु पर्जन्ये पृथिवी सस्यशालिनी देशोस्य छोरविदो ब्रह्मा सन्तु निर्भया अपुत्रा पौत्रिण सन्तु पुत्रिण सन्तु पौत्रिण निर्धना सदना सन्तु जीवन्तु सरदा शतम् तत्रैव गङ्गा यमुना च तत्र गोदावरी सिन्धु सरस्वती च तीर्थानि सर्वाणि वसन्तु तत्र यथाच्युतोदार कथा प्रसङ्ग या कुन्दयन्तु तुषारहारधवला या शुभ्रवस्त्राविता या वीणा वरदण्डमण्डितकरा या श्वेतपद्मासना या ब्रह्माच्युत शङ्कर परभित निर्भेद भीदर्भे सदा वन्दिता सामानुपाति सरस्वती भगवती निषेध जाडापया कायेन वाचा मनसन्द्र पर्वा बुद्धत्मा पावा प्रकृति स्वभाव करोमि यच्छत सकल परमेश्वरी नारायण समर्पयेते। श्री स्वस्तानी माता की जय। आज हामी प्रथम अध्याय पढेका छौँ। सुरुवातमा हामी प्रथम अध्याय सकेका छौँ। श्री स्वस्तानीले हामी सबैलाई रक्षा गरून्। भगवान श्री स्वस्तानी माताले सुन्ने श्रोताहरू, बोल्ने पाठ गर्ने सबैलाई रक्षा गरून्। जय श्री स्वस्तानी माता।